नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल स्यान फ्यामिली भ्लग। म चाहिँ सुस्मिता राणा पुन आइसके केही फरक र नयाँ भिडियो लिएर हजुरहरू सामु, जुन चाहिँ हो अ डे इन माई लाइफ। अनि हजुरहरूले मेरो लुक्सबाट देख्न सक्नुहुन्छ, आज म एकदम घरेलु लुक्समा हजुरहरू सामु प्रेजेन्ट भइसकेको छु। त्यो चाहिँ किन भन्दाखेरि चाहिँ एकदमै ऱ्यान्डमली थट आयो कि आज अ डे इन माई लाइफ जस्तै खालको भनौँ न भिडियो स्टार्ट गरौँ न त भनेर चाहिँ मैले क्यामेरा लिकेर मैले भिडियो खिच्न लागेँ। अनि त्यो चाहिँ किन भन्दाखेरि चाहिँ मेरो बाबुहरूले सुतिरहेको छ, सो त्यही मौका पाएर चाहिँ मैले ट्याक्क लगाएर भिडियो गराइहालेँ र ऊ उठिसके पछाडि चाहिँ मैले देखाउने छु उसलाई पनि के कस्तो गर्छ उसले होइन आजको दिनभरिमा। त्यो चाहिँ मैले हजुरहरूलाई देखाउने छु र मैले चाहिँ सधैँ जसो भिडियोहरूमा चाहिँ बाहिर घुमेको होइन, रेस्टुरेन्ट गएको या म्युजियमहरू गएको चाहिँ भिडियोहरू राख्ने गर्छु नि त। त्यो भन्दा बाहेक आज केही फरक भिडियो लिएर हजुरहरूसँग उपस्थित भइसकेको छु। सो मलाई चाहिँ सपोर्ट गरिदिनु होला होइन, मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु। यो भिडियोमा चाहिँ हजुरहरूले मलाई अकमकाएको या कन्फिडेन्स अलि लो भएको जस्तो देख्न सक्नुहुन्छ, त्यो साँच्चैको नै हो। म अकमकाइरहेको छु अलि होइन, अलि बोल्न चाहिँ यति कन्फिडेन्स आएको छैन। किन भन्दाखेरि म चाहिँ यो यसरी अगाडिबाट भनौँ न यसरी क्यामेरा लिएर चाहिँ म फर्स्ट टाइम हो। किनकि मैले पहिलाको भिडियोहरूमा चाहिँ तपाईँले यदि हेर्नु भएको छ भने म चाहिँ ब्याक क्यामेराबाट मात्रै धेरै बोल्ने गर्दछु अनि भोइस ओभर दिन्छु होइन बरु, तर यसरी चाहिँ अगाडिबाट चाहिँ एकदम फर्स्ट टाइम हो नि त। सो अलि कन्फिडेन्स चाहिँ लो भएको जस्तो छ। यो भिडियोमा अलि के कन्फिडेन्स लो भएर बोलेको भए तापनि अब आउने भिडियोहरूमा चाहिँ अलि ब्याङ अन हुन्छ नि, एकदमै कन्फिडेन्स बिल्डअप गरेर चाहिँ म आउनेछु। सो हजुरहरूले चाहिँ सपोर्ट गरिदिनु होला होइन, मलाई कमेन्ट थ्रु केही भुलचुक भएको भए या केही गल्तीहरू भएको भए चाहिँ एकदम बताइदिनु होला, म त्यही भन्न चाहन्छु। सो आजको भिडियो चाहिँ हेरेर सपोर्ट गरिदिनु चाहिँ होला है। देख्न सक्नुहुन्छ हजुरहरूले मेरो बाबु भर्खरै उठिसकेको छ। अहिले चाहिँ दिउँसोको 1 बजिसकेको छ। ऊ अघि नै नास्ता खाएर सुतेको र अहिले चाहिँ उठिसकेको छ र मलाई खुट्टा देखाइरहेको छ यहाँ। निबु उठ्यौ? गाई उठ्यौ तिमी? ऊ चाहिँ कहिले पनि उठ्ने बित्तिकै रुँदैन कि, सधैँ यस्तै हो, रमाइलो गरेर खेल्ने। ऊ बिस्कुट देखाइरहेको छ त्यहाँ। अब बिस्किट खुलाउन पर्छ उसलाई, ओट्सको बिस्किट। अनि हामीले चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मच्छरदानी लगाएको छौँ हामीले। एकदम मच्छर लाग्छ नि त अहिले सिजन, अब मच्छर लाग्ने हो, त्यही भएर चाहिँ हामीले मच्छरदानी चाहिँ लगाउँछ। ल है, बाबु चाहिँ अहिले मुख धोएर तल आइसक्यो र मैले फ्रुट्स पनि उसलाई दिइसकेको छु। ब्रेकफास्टमा चाहिँ उसलाई मैले आज फ्राइड राइस, अन्डा र दुध दिएको थिएँ। निपु मिठो मिठो छ? ल मिठो गरिदेऊ न त, यसरी मिठो गरिदेऊ न त। मिठो हजुर। काटी निवान फ्रुट्स खाँदै गर्दाखेरि चाहिँ मैले यहाँ उसको लागि दाल पनि उमाल्दैछु। बाबु चाहिँ अहिले फ्रुट्स खाएर पुरा रिल्याक्स पारामा बसिरहेको छ। हजुर, अहिले चाहिँ निबुको स्टडी टाइम भइरहेको छ। यो पिङ्क भनिदेऊ न। ब्ल्याक खै त? ब्ल्याक त्यो त पर्पल हो नि बाबु। ब्लू, पिङ्क, ग्रिन, रेड, येलो। हजुर येलो खै? पिकक खै? वुड पिकर हो त्यो, वुड पिकर। अनि अरू मैना देखाइदेऊ त। मैना मैना देखाइदेऊ, मैना देखाइदेऊ। कुक्कु हो त्यो। अनि मैना। प्यारट खै? प्यारट कुक्कु। अनि ह्यान्ड खै त? प्यारट हो त्यो। ए फ्ल्यामिङ्गो खै त? फ्ल्यामिङ्गो। गुड। अरू के पढ्ने? ए खै चाबी? ओके हजुर। चाबी? हजुर पायो पायो। ओके। पापा खै? चुवा? पापा खै? चुना? पापा काम भनिदेऊ न। हजुर। रानो खै? रानो। अहिले चाहिँ निबुले खाना खाँदैछन्। खानामा चाहिँ आज मैले बाबुलाई यहाँ राइस र दाल, त्यसपछि यतिकन सोयाबिन हामीले जे खान्छौँ त्यही र आलु
दिएको छु। ओ मक्खै पर्दै हो यता हेर्नु न हाँस्दै मजाले सजाइरहेको छ प्लेटमा। उता यतातिर निबुको ड्याडी हुनुहुन्छ, हाई गरिदिनु। अहिले चाहिँ लन्च ब्रेकमा हुनुहुन्छ उहाँ चाहिँ। ल यस्तै खेलाउँदै खाँदै गर्छन् निबुले चाहिँ मजाले। निबुले खाना खाँदैछन्। बच्चालाई खाना खुवाउन चाहिँ दुःख हुन्छ, हजुरहरूले कसरी खुवाउनुहुन्छ? हाम्रो चाहिँ यहाँ गफ गरेको गरे सोयाबिन भनिदेऊ न, सोयाबिन गरिदेऊ ल। यस्तो हुन्छ खै इन्स्टा र फेसबुकमा चाहिँ मजाले खुलाको भिडियोहरू आउँछ, हाम्रो चाहिँ बाबुको यस्तो छ। देखाएको देखाइ निबु र पापा यहाँ माम खेल्दै, मामसँग निबुले यहाँ यस्तो मुखैभरि लगाएर नो गरे। हेर्नु त यहाँ यस्तो छ हालत यस्तो। खाना खाइसके पछाडि चाहिँ आज निबुको पापा चाहिँ एकदम मुडमा हुनुहुन्छ नाच्ने। यहाँ दमितोको सीता भन्ने गीत चाहिँ आइरहेको थियो, टिभीमा लगाउनु भएको थियो मेरो देवर बाबुले। अनि त्यही भएर चाहिँ यहाँ निबुको बाबा चाहिँ एकदम मजाले इन्जोय गर्दै ठुम्का लाउँदै नाच्दै गर्नुभएको छ। त्यो चाहिँ मैले पनि फर्स्ट टाइम नै देखेको हो कि उहाँ यसरी नाचेको। एकदम साई टाइपको हुनुहुन्छ, तर आज चाहिँ निबुसँग चाहिँ एकदम रमाइलो गरेर इन्जोय गर्दै हुनुहुन्छ। सो त्यो देखेर चाहिँ मलाई पनि एकदमै खुसी लाग्यो। यहाँ जस्तो स्टेप गरिरहेको छ त्यस्तै स्टेप गर्नुभएको छ। यहाँ बाबु पनि बिचबिचमा यहाँ आइरहेको छ, रमाइलो गर्दैछ, हेर्दै हाँस्दै गरिरहेको छ। हजुर निबुले खाना खाइसक्यो र उसको ड्रेस चाहिँ अब चेन्ज गर्नुपर्ने भएको छ। यहाँ बाबुलाई यहाँ ड्रेस चेन्ज गरिदिइसकेको छु, कपाल कोरिदिन्छु भनेर यहाँ बोलाएको मान्दै नमान्ने। आऊ छिटो आऊ न त यहाँ, आऊ हेयर कम गर्ने कि तिम्रो, आऊ कपाल कोर्ने। आऊ छिटो आऊ छिटो आऊ। हजुर ल आऊ, म कोरिसकेँ कि मेरो त कोरिसक्यो नि त मैले बाल। आऊ तिम्रो कोर्ने ल आऊ। निबुको चाहिँ मैले कपाल कोरिदिइरहेको छु, ड्रेस चेन्ज गरिदिइसकेँ। खाना खाएर निबुले कपाल चाहिँ एकदमै कपडा चाहिँ एकदमै गन्दा गरेको थियो, त्यही भएर अहिले चाहिँ कपाल कोरिदिँदैछु मैले। बच्चाको बाल ठुलो भइसकेको छ, लामो भइसकेको छ अरूभन्दा पनि, त्यसले गर्दा चाहिँ कपाल कोर्न साह्रै गाह्रो। गर्मी मौसममा झन् लामो कपाल भएर दुःख हुने बाबुलाई। हजुर यस्तो चलेको चले हो, आफूलाई दुःख हुन्छ उसलाई। यो निबुको मङ्कीवाला कार हो। हजुर खै तिम्रो रबर ब्यान्ड खै त आएको, अर्को रबर ब्यान्ड खै त। ल मैले पाएँ। कपाल कोरेर टिका लगाएर निबु चाहिँ रेडी भइसक्यो। आहा कति राम्रो देखेको निबुलाई। हेर्दा लुरो लुरो तर चाहिँ बल भन्नुहुन्छ भने एकदम हो। हेर्नु त आफ्नो गाडी यस्तो मजाले उचालेको। ओहो निबु त स्ट्रङ बोय है चाहिँ, दुईटा बोक्न सकेको निबुले। निबु टिकी खै त टिकी निबुको। आहा कति राम्रो देखेको नि गाडी खै। तिमी एकछिन मसँग बस्छौ, माया गर्छौ नि मम्मालाई। कसरी गर्छौ माया? ओहो यता चाहिँ पल्टी र निबु चाहिँ आफ्नो टोयसँग खेल्दैछ। यहाँ निस्किएन अनि हल्का इरिटेट भइरहेछ निबु चाहिँ। अन गर खोल न, सकेन। ए भर्खरै मिलाएको बेड त बाबुले त यस्तो गराइदियो। हेर्नु पिलोसँग खेल्ने रे निबु। चुना गर्ने, चुना गर्नुहोस् न त ल। कहिले चुना गरेको निबु? अहिले साँझको 5 बजेको छ र बाबु चाहिँ एकैछिन अब 1 घन्टा जति सुत्छ होला।
अनि बाबु सुतेको बेलामा चाहिँ मैले पनि छिटो कपडाहरू पटाइहाल्छु किनकि अरू बेला भ्याइदैन अनि अहिले बाबु सुतेको बेलामा चाहिँ ठ्याक्क छिटो काम भ्याइहाल्नु पर्यो। यता मैले लुगा पटाएर पनि सकाइसकेँ। यहाँ चाहिँ देख्न सक्नुहुनेछ निबु र म अहिले बाबु उठिसकेको छ र मिठी खाँदैछ। उठ्ने बित्तिकै पापासँग मिठाई मागेछ र निबुले मिठाई खाएछ यो मेरो बदमासले। अनि अब मिठी खाएपछि के खाने निबु भन्देऊ त? मिठी खाएपछि के खाने? अन्डा भन्देऊ न, अन्डा भन्देऊ न छिटो। अप्पी अप्पी मेरो मोबाइललाई के गरिदिएको निबुले यस्तो के गरिदिएको? हजुर भयो ल अन्डा हो यो ल खाऊ न त। निबुको चाहिँ अहिले इभिनिङ स्न्याक्समा चाहिँ एउटा बोइल एग छ उ त्यो खाना लागिरहेको छ ल खाइदेऊ खाऊ। हजुर खाऊ। ओ अन्डा खाएर सकिसकेर नि बाइकको यहाँ साइडमा टक्क लाएर निवान पोज दिएर उभिँदैछ नि यसरी यो बल देखाउँदै। अन्डा खायो खायो फिनिस गर्यो ओके। म चाहिँ यहाँ किचनमा छु खाना बनाउँदै अनि निबुले चाहिँ यहाँ पुरै आफूले काँक्राहरू खाएर मलाई चाहिँ अझै पोछा लगाऊ रे बल। मैले के गर्ने गरेँ त्यहाँ भनिदेऊ त? ओ पोछा लगाऊ रे मलाई। हजुर हजुर भन त के गर्ने? ल हस्। भात चाहिँ भर्खरै अन गरिदिएँ। ब्याट्री लो भएको कारणले गर्दाखेरि चाहिँ मैले डिनरको भिडियो गराउन पाइनँ, त्यसको लागि सरी। अनि आशा छ तपाईहरुलाई चाहिँ मेरो यो भिडियो मन पर्नेछ किनकि मैले केही फरक भिडियो लिएर आएको थिएँ नि त आज। अनि अब मसँग चाहिँ निवान दिउँसभरि नै हैन मसँग नै हुन्छ। सो कतिको इन्जोय गर्नुभयो मेरो र निवानको भिडियो। प्लिज प्रतिक्रिया दिन नबिर्सिनु होला। अनि मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। Thank you so much guys for watching my video. Please do not forget to like, share and subscribe to my YouTube channel. Thank you so much guys. Bye. Love you all.